मेरो बुढालाई स्याटरडे र सन्डे आयो कि त बाहिर खानुपर्छ भनेर पहिला भिडियो हाल्दाखेरि जापानिजहरूले त 1000 रुपियाँ खर्च गर्ने नि डराउँछ नि त भन्नुभएको थियो कमेन्टमा। तर सबै जापानिज पनि एउटै हुँदैन नि त। अब कोही जोगाउने हुन्छन्, कोही चाहिँ यसरी खाएर उडाउने, लगाएर उडाउने होइन, पिएर उडाउने हुन्छन् नि त। अनि मेरो बुढा चाहिँ अब मैले खासै मिठो खाना बनाउँदिनँ घरमा, त्यही भएर हप्ताको एकचोटि दुईचोटि चाहिँ बाहिर खानै पर्छ क्या। अनि आज चाहिँ हामी याकिनिकु खान गएको थियो। अनि आमा छोरा चाहिँ ज्वरोले पनि भर्खर सन्चो भएर उठेको 2-3 दिन भएको थियो। अनि त्यसपछि छोराले नि याकिनिकु खाने भन्यो, अनि त्यसपछि गएको थियो है। अनि छोराले चाहिँ एकदम त्यो पिरो पिरो खान खोज्छ क्या। अनि त्यसपछि छोरीले चाहिँ पिरो खान सक्दैन होइन, अलिकति पनि खान सक्दैन। अनि उसले चाहिँ मजाले पिरो हालेर यसरी चोपेर खायो। अनि मलाई पनि मनपर्छ होइन। मलाई चाहिँ गर्मी लागेपछि धेरै मासु खान मन लागेको छैन, सलादहरू धेरै खाएको छु होइन। अनि मेरो भुन्टो चाहिँ यहाँ यसरी ज्ञानी भएर बसेको छ कि। थ्याङ्क यू।